गुड मर्निङ, शुभ बिहानी सबैजनालाई। आज चाहिँ मेरो बिहानको सुरुवात नोट्स लेख्दै भएको छ, किनभने बुढीले चाहिँ हिजो आधी लेखिसकेको थिइन् अरे उसको नोट्स। अनि आज चाहिँ हेर्नु न 7:30 बजिसक्यो अनि त्यहाँपछि लेख्नु बस्छिन्। अनि मैले चाहिँ भने देऊ म लेखिदिन्छु, तिमी जाऊ नुहाउनु भनेर पठाएँ। अनि बुढ्नु चाहिँ गइसकिन। हेर्नु न, आफ्नो अनुहार हेरेर आफै नै डराउने बेला भएको छ। मेरो चाहिँ मुखको गति यस्तो भएको छ नि। अनि म चाहिँ बारी आइसकेको छु। बारीमा चाहिँ हामीहरूको बोडी फलेको छ। अनि हेर्नु न, बोडी चाहिँ यत्रो दिन पानी परेर हामी चाहिँ टिप्नै सकेका थिएनौँ। अनि अहिले आमा छोरी मिलेर चाहिँ बोडी टिप्दैछौँ। अब त्यत्रो चाहिँ छैन, अब त्यही पनि दुईजना हुँदा चाहिँ राम्रो लाग्छ भनेर हामी चाहिँ दुईजना पसेका। अनि हेर्नु न, हामीहरूको चाहिँ बारी यस्तो जङ्गल भएको छ नि। अस्ति चाहिँ हामीले काम गर्न सकिएको थिएन, अहिले चाहिँ दिनभरि पानी आएरै काम गर्न सकिएको छैन। हामीहरूको मम्मीलाई चाहिँ काँचो बोडी खानु मनपर्छ, देखा कि झन्डै पिट्नु भयो। हाम्रो बारी चाहिँ सानो भए पनि मम्मीले चाहिँ अलिअलि गरेर भिन्डी अनि निम्बु, बैगुन, फेरि तामुल गाछ, तामुल पनि झर्छ, अनि खोर्सानीहरू छ। अनि अस्ति राखेका बोडीहरू चाहिँ उहिलिसकेछन्। मैले चाहिँ मुख धोएर आएको थिएँ बाहिरबाट। अनि मुख चाहिँ पुसिहालौँ न भनेर मुख चाहिँ पुसेर अनि बाहिर निस्केँ। म चाहिँ अब बोडी खेलाउँछु। अघि सबै भिडियो गर्नु पाइनँ। अनि हेर्नु न, हामीहरूको बारीमा चाहिँ भाते करेला पनि भएको छ अनि बोडी पनि भएको छ। बोडी चाहिँ कस्ता राम्रा भएको छन्, यस्तो टेस्टी भएको छ नि हाम्रो घरको बोडी चाहिँ। योपालि आधी बोडी चाहिँ भाग लगाएर मैले साइडमा राखिदिएँ अनि अरू चाहिँ निकाल्दैछु। अनि भिन्डी पनि देखाउँदैछु तपाईँहरूलाई। अनि हेर्नु, यो बोडीहरू चाहिँ यस्तो भइसकेछ, खानु सकिँदैन। अनि बोडीको गुटी चाहिँ निकालेर पकाउँदै थिएँ। म गुटी चाहिँ कस्तो मनपर्छ कि मलाई बोडीको फ्याँक्नै मन लाग्दैन। किचनमा बसेर अँध्यारो भएर लाइट अन गरेर आइसकेकी छु। अनि खिड्कीहरू खोलेँ। अब चाहिँ के गर्छु भन्दाखेरि खाना सब्जी पकाउँछु। मम्मी चाहिँ बाहिर काम गरिराख्नु भएको छ। अनि मैले बोडी, आलु, भाते करेला चाहिँ काटेर राखेकी छु। अनि म चाहिँ दाल बसाउन आँटेँ कि दाल चाहिँ मुसुरी दाल अलिकति हालेको थिएँ अनि चाना दाल हालेर पकाउँछु भन्दै थिएँ। चाना दाल चाहिँ सकिएछ, मलाई चाहिँ थाहा नै भएको थिएन। अनि त्यही अब अलिकति थपेर, मलाई चाहिँ पातलो दाल चाहिँ खान मिठी लाग्दैन, बाक्लो मनपर्छ। अनि निमक हाल्दै हल्दी मैले चाहिँ भिन्डी पनि हालेर दाल बसाइसकेको थिएँ। त्यो चाहिँ क्लिप राख्ने बिर्सेछु। अहिले चाहिँ दाल पाकेर पनि दाल झान्ने बेला भइसक्यो। सब्जी चाहिँ अघि पकाइसकेँ, भाते करेला र क्याप्सिकम पनि अघि डिप फ्राई गरिसकेँ। मैले चाहिँ खाना पनि बसाइसकेको छु। क्लिपहरू चाहिँ म राख्नै बिर्सिन्छु, के भन्नु अब। अनि अहिले चाहिँ दाल झान्नको लागि लसुन हालेँ। लसुन हाल्दा चाहिँ अलग्गै एउटा कस्तो राम्रो टेस्ट आउँछ कि दालमा। तपाईँहरूलाई चाहिँ लसुन हालेर झाँझेको दाल चाहिँ कस्तो लाग्छ कमेन्टमा भन्नु होला। मैले चाहिँ तपाईँहरूलाई भनेको थिइनँ मलाई चाहिँ बाक्लो दाल कस्तो मिठो लाग्छ भनेर। अनि भन्दै बाक्लो त भइहालेछ, अलिकति पानी एड गर्नै पर्यो। मलाई चाहिँ मम्मीले यस्तो कराउनुहुन्छ नि, यस्तरी दाल खायो भने चाहिँ कसरी हुन्छ, कति दिनलाई चल्छ हो, अलिकति हिफाहरू गर्न सक्दिनस् त भन्नुहुन्छ। त्यही पनि मेरो हालत चाहिँ त्यही नै छ, बाक्लो भइहाल्छ जति नै पातलो बनाऊँ भन्दा पनि। अनि अब म चाहिँ ग्यास पुछिसकेँ। किचनको काम सकेर चाहिँ किचनहरू बन्द गरेँ मैले। अनि अब किचनको काम सकेपछि चाहिँ किचनमा बसेर पनि के काम भनेर मनबाट निस्किन आगे चाहिँ म लास्ट काम अब तामुल हाल्ने गर्दै थिएँ। बडियालाई चाहिँ अघि बोडी राखेको थिएँ नि साइडमा, बडियालाई पठाइदिनु। अनि बोडीको साथमै पनि पठाइदिएकी छु। बडी खानु है राम्ररी। यो अघि पकाएको सब्जीको नजारा कस्तो टेस्टी भएको थियो। अनि म चाहिँ खाना खानु बसिसकेकै छु। आजको लागि चाहिँ यति नै। थ्याङ्क यू फर वाचिङ। भोलि फेरि अब एउटा नयाँ भिडियोमा भेट्नुपर्छ है सबैजनालाई। तब तक के लिए बाई, टेक केयर। धेरै सपोर्ट र माया गर्नु ल।